यो चाहिँ हामीले जेसीबी को पछाडिको बकेटले बेस फिनिसिङ गरेको काम हो। सानो थोरै मात्र पिच गर्नुपर्ने काम गर्दा भत्केको थियो। अब यसमा ड्रिलर लगाएर गर्न नि नमिल्ने, जेसीबी को अगाडिको बकेटले नमिल्ने, सानो बकेटले काम गरेको। अनि यो लेबरहरूले अलिअलि मिलाइरहेको। बेस फिनिसिङ पनि जेसीबीले गर्नुपर्ने भयो। गाह्रो छ, गाह्रो। अब यो चाहिँ हामीले बेस फिनिसिङ गरेपछि रोलर लगाएर बेस खिचिरहेको छु। मजाले पहिला बेसको डेन्सिटी पुग्नुपर्छ, तब मात्र पिच गर्नलाई ओके हुन्छ। गाउँघरतिर चाहिँ ल्याएर बेस हालिदिन्छ, यसो एकचोटि रोलर चलाइन्छ, बास बेस पनि भइहाल्छ। त्यसको चाहिँ डेन्सिटी माथि भिडियोमा ट्र्याक्टरले सर पानी छर्किरहेको। यति सानो पिच बनाउन त यस्तो गर्नुपर्छ। गाउँघरतिर त्यत्रो ठुलो पिचहरू बनाउँदाखेरि यस्तो लापरवाही तरिकाले बनाउनुपर्छ। यस्तो भिडियोमा पानी कसरी हाल्नुपर्छ, पानी हाल्ने, रोलर चलाउने, पानी हाल्ने, रोलर चलाउने, मजाले डेन्सिटी पुगेपछि मात्र लास्टमा पिचको काम हुने। गाउँघरतिर त सर्ट गरिदिन्छ, यस्तो गर्नुपर्छ।